ज्ञानेश्वर महादेव देवादि देव महादेव र हिमालयकी पुत्री पार्वतीको प्यारो क्रीडास्थल यस नेवा भूमिमा शिवका विभिन्न रूपहरूको दर्शन गर्न सकिन्छ। यसै भूमिमा शिव कहीँ पशुपतिका रूपमा त कहीँ केदार शिरोभाग डोलेश्वर, कहीँ सन्तानेश्वरका रूपमा त कहीँ पिताका रूपमा गोकर्णेश्वर, कहीँ चन्द्रधारणी चन्द्रेश्वर त कहीँ ज्ञान रूपी ज्ञानेश्वरका रूपमा यसै भूमिमा विराजमान हुनुहुन्छ। ज्ञानेश्वरको बारेमा हिमवत खण्डमा पनि उल्लेख गरेको पाइन्छ। हिमवती खण्डको 40औं र 44औं अध्यायमा ज्ञानेश्वरको महत्त्वको बारेमा उल्लेख गरिएको छ। ज्ञानेश्वर महादेव र आनन्द भैरवका सम्बन्धमा प्रचलित एउटा किंवदन्ती रहेको छ। उक्त किंवदन्तीका अनुसार परापूर्व कालमा यहाँ दिनमा 1 किलो जति सुन निस्किने गर्दथ्यो। भैरवलाई जुन वस्तु छुवाए पनि त्यो सुन बन्ने भएकोले त्यो आफैमा धेरै चासोको ठाउँ थियो। ज्ञानेश्वर महादेवको मूर्तिमा पनि कुनै बेला एउटा मणि थियो भन्ने विश्वास छ, तर कुनै व्यक्तिले त्यसलाई चोर्ने प्रयास गर्दा त्यो मणि अलप भयो। कुनै बिरामी बालबालिकालाई सँगै रहेको ज्ञानधारामा स्नान गराई यस महादेव र आनन्द भैरवको दर्शन गराएमा रोग निको हुने, सन्तानका सुखका लागि पूजा गराएमा सन्तान प्राप्त हुने आदि जनविश्वासहरू रहेको छ।